नमस्ते सबैजनालाई र तपाईँहरू सन्चै हुनुहुन्छ भनेर आशा राख्दछु है। र फेरि लिएर आएको छु मैले तपाईँलाई यो सानोबाट भिडियो जो चाहिँ हो गगुनेको पार्ट 2। यो भिडियो चाहिँ मैले अस्ति अपलोड गर्छु भनेर सोचिरहेको थिएँ, तर तपाईँलाई थाहा भएकै कुरा है, भिडियो मात्रै हालेर भएन, यसमा एडिट गर्नुपर्छ होइन, आफ्नो भोइसहरू एड गर्नुपर्छ, टाइम लाग्छ भनेर म एकदमै बिसन्चो भएर आएको थिएँ होइन। तपाईँलाई चाहिँ यो एकदमै राम्रो दामी जग्गालाई चाहिँ म आफै वर्णन गर्छु भनेर सोचिरहेको थिएँ, तर मार्गी लागेको कारणले चाहिँ मैले भोइस निस्केको थिएन है। म अलिक सन्चो भएर चाहिँ म यो भिडियो लिएर आएको छु। यहाँ हेर्नुहोस् त, मैले तपाईँलाई सबै डिटेलमा देखाइदिएको छु। भिडियोमा यस्तो राम्रो पर्दा थियो त्यहाँनिर होइन, प्लान्ट थियो, तपाईँहरूको लागि मैले यो देखाउनुको लागि भिडियो बनाएको छु होइन। यहाँनिर यत्रो ठुलो रुम थियो, त्यहाँनिर चाहिँ ठुलो बेड थियो र उहाँहरूले भन्नुहुँदै थियो हाम्रोमा चाहिँ 2टा रुम छ र हामी 2-2जना बस्दा नि हुन्छ भन्नुभएको थियो, तर हामी चाहिँ साथै सँगै आएको होइन, सँगै बस्नुपर्छ भनेर तल भुइँमा चाहिँ हामीले फर्म ओछ्या माग्यौँ र त्यहाँनिर चाहिँ म र काकी सुत्यौँ र माथि चाहिँ 2जना मेडमहरू। र यहाँनिर छ टोइलेट बाथरुम एकदमै सफा अनि कम्फर्टेबल साथसाथमा होइन, एकदमै राम्रो रुम थियो। तपाईँहरू पनि गएर इन्जोय गर्नुहोस्, स्टे गऱ्यो भने त झन् मजा आउँछ। हेर्नुहोस् यसलाई चाहिँ दमाइगेडा भन्छ अरे हो। र अब चाहिँ तपाईँलाई म बाहिर देखाउने छु है। यहाँनिर गेम्सहरू खेल्ने रहेछ, यो एरो हाल्ने भयो होइन, यहाँनिर ऱ्याकेट खेल्ने पनि थियो। यहाँ हो किचन, एकदमै राम्रो डेकोरेसन गरेर बनाएको रहेछ है। म तपाईँलाई देखाउने छु। र यहाँनिर आफ्नो चियाहरू मजाले इन्जोय गर्ने पनि सक्नुहुन्छ तपाईँले। यहाँनिर पर क्याम्पहरू छ होइन, टेन्टहरू छ, यहाँनिर छ तपाईँको यसको जो चाहिँ हाम्रो गाउँठाउँमा भइरहेको र यस्तो राम्रो पाराले यहाँनिर सजाएको थियो, तपाईँलाई म कसरी भन्नु होइन। तपाईँले यहाँ भिडियोबाटै हेर्नु सक्नुहुनेछ। यहाँनिर पाकेको रुख टमाटर, यहाँनिर सुकेको मकै र फर्सी र एकदमै राम्रो राम्रो कुराहरू थियो। त्यति तपाईँलाई म नेक्स्ट भिडियोमा देखाउने छु। स्टे ट्युन।